तर मेटमणि चौधरी जी तपाईँ त दाङको ब्रान्ड हो नि त, दाङ जिल्लाले तपाईँलाई रुचाएको व्यक्ति हो, तर दाङको लागि तपाईँले पनि केही खासै गर्न सक्नु भएन, मन्त्री भएर पनि केही लछारपाटो लाउन सक्नु भएन हैन? त्यो त हो नि सत्य। तपाईले मेरो निर्वाचन क्षेत्रमा गएर हेर्नुस् अनि मेटमणिले कति काम गरेको छ भन्नुस्। उदाहरणको रूपमा दाङको लागि के गर्नुभयो तपाईले? नै, पहिलो कुरा त मैले जुन राप्ती नदीको तटबन्धनको काम ठुला काम हो, अरबमा, धेरै अरबमा, एउटा अरब होइन धेरै अरबमा प्रोजेक्ट सुरु भएको छ, एउटा कुरा। त्यसपछि हाम्रो डाङमा ठुलो समस्या सिमानाको छ। अहिले सीमा सडक बाँकेदेखि यता कपिलवस्तुसम्म सीमा सडकको सुरुवात मैले गरेको छु। त्यसपछि ठुला दुईटा पुलाहरू छ, एउटा बर्कापत एउटा परगन्ना, दुईटै बर्कापत र परगन्नाका ठुला प्रोजेक्टहरू सुरु भएको छ, जुन मेरो निर्वाचन क्षेत्रभरि सबै उसमा माटोहरूमा सिँचाइ हुन्छ। त्यसपछि बाटा बनाउने